देशभरिका नेपाली कांग्रेस पार्टीका सम्पूर्ण अग्रजहरू तथा साथीहरू सबैलाई मेरो हार्दिक जय नेपाल। तपाईहरुसँग प्रत्यक्ष रूपमा भेटघाट गरेर कुराकानी गर्ने अहिले अवस्था छैन। हाम्रो मुभमेन्टहरु रेस्ट्रिक्टेड छ। त्यसैले यो माध्यमबाट तपाईहरुलाई मेरो केही कुराहरु पुर्याउने कोसिस गर्दैछु। एकछिन सुन्दिनु होला। भाद्र 23 गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो। तपाई र म सरकारमा थिएनौं, तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन। हामीले हाम्रो दाग पुछ्नुपर्छ। नेपाली कांग्रेस पार्टी सिंह देशसँग यो मानेमा हामीहरूले माफी माग्नुपर्छ र यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ। भाद्र 24 गते यति धेरै ठूलो क्षति भएको छ जसको अहिले कसैले आकलन गर्न सक्दैन। हाम्रा सम्पदाहरू, हाम्रा कार्यालयहरू कहाँ कति क्षति छ कसैले अनुमान पनि गर्न सक्दैन। पार्टी सभापतिदेखि लिएर पार्टीका सयौं साथीहरूमाथि भौतिक आक्रमण भएको छ। हाम्रा पार्टीका साथीहरूको घर, निजी सम्पत्ति छानिकन आगजनी तोडफोडहरू भएको छ। स्वाभाविक आक्रोशको कुराहरूलाई हामीले स्वीकार गर्नुपर्छ, यसलाई सहज पनि बनाउँदै लिएर जानुपर्छ। तर जहाँ नियतवश भएको छ ती दण्डनीय छन्, तिनलाई कानुनको दायरामा लिएर आउनुपर्छ। त्यसैले अब तत्काल नयाँ सरकार बनिसके पछाडि नेपाली कांग्रेसको पहल कदमी रहन्छ, माग रहन्छ। भाद्र 23 र 24 दुवै दिनमा भएका अमानवीय जति पनि घटनाहरू छन्, जति पनि क्रूर घटनाहरू छन्, ती प्रत्येकको छानबिन हुनुपर्छ र प्रत्येक दोषी जोसुकै होस्, हाम्रो भित्रका हुन् अरू हुन्, सबैले कानुन अनुसारको सजाय प्राप्त गर्नुपर्छ। हामी त्यसका निम्ति काम गर्छौं। यो दुःखमा पर्नुभएका सबै साथीहरूलाई म यो बेलामा सम्झन चाहन्छु। तर नेपाली कांग्रेस पार्टीको अर्को दायित्व पनि छ, किनकि 23 र 24 गते घरहरू मात्र आगो लगाइएका छैनन्, कार्यालय भवनहरू मात्र झोसिएका छैनन्, धेरै मनहरू पनि फाटेको छ। यसलाई जोड्ने काम कसले गर्छ? अरबौं खरबौंको सम्पत्ति क्षति भएको छ, पुनर्निर्माण गर्नुपर्नेछ। यसको पहल कदमी कसले लिन्छ? हामीले गर्नुपर्नेछ। 2060-61 सालको अवस्था सम्झौं। जतिखेर सबैभन्दा बढी साथीहरू हाम्रा मारिएका थिए माओवादीबाट, साथीहरू लखटिएका थिए, सम्पत्ति लुटिएको थियो, घरबार विहीन भएको थियो, अङ्गभङ्ग भएको थियो। त्यस्तो अवस्थामा पनि देशलाई हिंसाबाट बाहिर निकाल्नुपर्छ, देशलाई एउटा हिलिङको आवश्यकता छ भनेर नेपाली कांग्रेसकै पहल कदमीमा घाउ चोटलाई बिर्सेर माओवादीसँग हामीले हात मिलायौं। अन्यथा नेपाल शान्तिको बाटोमा अगाडि बढ्यो। फेरि एकपटक नेपाललाई यस्तो एउटा हिलिङ चाहिएको छ, सबैलाई जोड्ने एउटा पहल कदमी चाहिएको छ। नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो, किनकि हामीहरू राष्ट्रिय शक्ति हो। त्यसैले म पार्टीका साथीलाई आह्वान गर्छु, जो जहाँ हुनुहुन्छ ती सबै ठाउँबाट एउटा उत्तेजना फैलाउने ढङ्गबाट होइन, सबैलाई जोड्ने ढङ्गबाट, सबैलाई मिलाउने ढङ्गबाट ती खालका पहल कदम लिनका निम्ति पनि म पार्टीका साथीहरूलाई आह्वान गर्छु। यसपछिको विषय भनेको तत्कालको राजनीतिक निकास के हो। नेपाली कांग्रेस पार्टी अहिलेको अवस्थाबाट देशलाई बाहिर निकाल्ने कुराका निम्ति हरसम्भव प्रयत्न गरिरहेको छ। हामी सबै पक्षसँग संवाद गरिरहेका छौं। सम्माननीय राष्ट्रपतिजी लगायत अन्य दलहरूसँग पनि संवाद गरिरहेका छौं। हामी आन्दोलनकारी साथीहरूसँग पनि कुनै न कुनै माध्यमबाट पुग्ने कोसिस गरिरहेका छौं। केही कुराकानी पनि भइरहेको छ। हामी प्रष्ट छौं। यो बेलामा जेनजी आन्दोलनकारी साथीहरूले जे माग राख्नु भएको छ त्यो मागलाई सम्मान गरेर सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्छ। अन्तरिम सरकार बनाउने कुरा छ। सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुङ्गिएला। आन्दोलनकारी साथीहरूले माग गरे अनुरूप उहाँहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति नेपाली कांग्रेस पार्टी तयार मात्र होइन, यसका निम्ति आवश्यक वातावरण पनि बनाइरहेको छ। त्यही सरकारले अगाडिको कामहरूलाई अगाडि बढाउँछ, निर्वाचन गराउँछ, अहिलेका छानबिन गर्ने काम, पुनर्निर्माणको कामहरूको नेतृत्व गर्छ। तर एउटै कुरा छ कि यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौँ, किनकि 2072 को संविधानसँग जोडिएन भने अहिले बनेको सरकारले दिने समाधान स्थायी समाधान हुन सक्दैन। अगाडिका कामहरू गर्ने सजिलो छैन, किनकि बाटै सजिलो छैन। यति धेरै भत्किएको छ कि कसैले कल्पना पनि गरेको छैन। सबलाई जोड्नुपर्छ, अनि मात्र अहिलेको यो अवस्थाबाट अगाडि बढ्न सकिन्छ। त्यसैले संविधानसँग जोड्न आवश्यक छ, संविधान सम्मत बनाउन आवश्यक छ र सँगसँगै संविधान जोगाउने पनि हाम्रो जिम्मेवारी हो। किनकि संविधान एकपटक ट्र्याकबाट चिप्लिसके पछाडि त्यसपछि फर्काउन सकिँदैन। त्यसको मूल्य देशले दशकौंसम्म चुकाउनुपर्छ भन्ने कुराको अनुभव हामीले गरेर आएका छौं। त्यसकारणले गर्दा पनि हामी संविधानलाई पनि जोगाएर, संविधानले बाँधेर जेएनजी साथीहरूले अहिले राख्नुभएको माग जस्तै नागरिक सरकार बनाउने, 2046 साल पछाडिका सबैको सम्पत्तिहरूको छानबिन गर्ने, अख्तियार लगायत सबैका निकायहरूलाई त्यहाँभित्र भएका अहिलेका नियुक्तिहरूको ठाउँमा सही नियुक्तिहरू गर्ने, यी कुराहरूलाई सम्बोधन गर्ने गरिकन अगाडि बढाउनका निम्ति यसका लागि पहल कदमी गरिरहेका छौं, वातावरण बनाइरहेका छौं। हाम्रो जिम्मेवारी छ, त्यो जिम्मेवारी हामी पूरा गर्छौं र त्योभन्दा बाहेक संविधानभित्र रहेर संविधानमा सुधार गरिने कुराहरूका सन्दर्भमा पनि नेपाली कांग्रेस पार्टी सबै पक्षसँग संवाद गर्दै अगाडि बढ्ने कुराका निम्ति हामी छौं, लागिरहेका छौं। म साथीहरूलाई यसका सन्दर्भमा आश्वस्त पार्न चाहन्छु र मलाई विश्वास छ आज साँझसम्ममा सरकार बन्ने कुरा टुङ्गिन्छ र त्यसपछाडि बिस्तारै फेरि राजनीति आफ्नो एउटा लयमा फर्कन्छ। तर यतिले मात्रै पुग्दैन। म पार्टीका तमाम अग्रजहरू र साथीहरूलाई एकपटक
गम्भीर भएर सोच्न आग्रह गर्न चाहन्छु कि नेपाली कांग्रेस पार्टी आज जस्तो अवस्थामा छ यही अवस्थामा अगाडि बढ्न सक्छ सक्दैन। नेपाली कांग्रेस पार्टीको पुनर्गठन अनिवार्य छ। यो पुनर्गठनका निम्ति पहिला हामीले केही कुरालाई स्वीकार गर्न आवश्यक छ। आज नेपालको सबैभन्दा ठूलो पार्टी हामी हौं। संघमा, प्रदेशमा, स्थानीय सरकारमा हामीले सबभन्दा बढी मत प्राप्त गरेका हौं। तर मत प्राप्त गर्ने कुरा एउटा रहेछ, विश्वास प्राप्त गर्ने कुरा अर्को रहेछ। आज नागरिकको विश्वास हामीसँग टुटेको कुरालाई हामीले स्वीकार गर्नुपर्छ। किन टुट्यो यसको हामीले समीक्षा गर्नुपर्छ। कति प्रायोजित भिडहरू छन्, हामी सबैले देख्यौं। कति कुराहरू खुल्दै जाला, पोलहरू खुल्दै जाला, यी घटनाहरू कसरी भए, किन भए, यसमा को संलग्न थिए भन्ने कुराहरूको सन्दर्भमा। तर यो भन्दै गर्दा एउटा कुराबाट अब हामी भाग्नुहुन्न। नौजवानहरू, खास गरिकन नयाँ पुस्ताका साथीहरूले हामीलाई नरुचाएको देखियो, नरुचाएको पाइयो, हाम्रो कुरा उनले मानेनन्, पत्याएनन्। किन यस्तो भयो? यी नौजवानहरू को हुन्? यी हाम्रै घरका परिवारका सदस्यहरू हुन्, हाम्रै छोराछोरीहरू हुन्, हाम्रै भाइ भतिजाहरू हुन्। तर आज उनीहरू किन हामीहरूसँग छैनन्? के कारणले गर्दा हो? यो प्रश्नको उत्तर अब हामीले खोज्ने हो। उत्तर खोज्ने मात्र होइन, त्यही अनुसार हामीले गर्ने पनि हो। हामीले लामो समयदेखि भन्दै आयौं, हाम्रो भित्र गति मिलेन, मति मिलेन। जुन गतिले नेपाल चलाउने गरिकन पार्टी चलोस् भन्ने नागरिकले चाहे, नौजवानहरूले चाहे, त्यो गति हामीले मिलाउन सकेनौं। जुन मतिले चलोस् भनेको त्यो मति मिलाउन सकेनौं। तर मिलाउन सकेनौं भनेर हुन्न, अब त्यो मिलाउने हो। हामी जिम्मा लिएर मिलाउँछौं, तर तपाईहरुको साथ चाहिन्छ। यसका निम्ति केही संकल्पका निम्ति म तपाईहरुलाई आह्वान गर्न चाहन्छु। एक, नेपाली कांग्रेस पार्टीको शुद्धिकरण। हामी भित्र भएको सारा फोहोरहरू सफा गरौं, सबै दागहरू मेटौं। नेपाली कांग्रेस पार्टीले एउटा यस्तो संस्थाको रूपमा हामी आफूलाई प्रस्तुत गर्छौं, हामी गर्ने बनाउँछौं। तपाईहरुको साथ चाहिन्छ कि हामी कानूनको शासन भित्र रहेर काम गर्छौं। कुनै पनि व्यक्ति नेपाली कांग्रेस पार्टीको सदस्य भएको कारणले गर्दा कुनै पनि व्यक्तिले राज्यबाट प्राप्त गर्ने अतिरिक्त सुविधा केही पनि प्राप्त गर्दैन। कुनै पनि व्यक्ति कानूनभन्दा माथि कोही पनि हुँदैन। हामी यी कुनै पनि कुरामा लाग्दैनौं। आज अर्को पार्टीबाट मानिसहरू रिसाएको एउटा कारण भनेको नेपालको संरचनाको, समाजको अति दलीयकरण। जहाँ पनि पार्टीको मान्छे चाहिने, विश्वविद्यालयमा चाहिने, यो सरकारी संयन्त्रहरूमा चाहिने, जहाँ पनि चाहिने, संवैधानिक निकायहरूमा चाहिने। अब नेपाली कांग्रेस पार्टीले संकल्प गर्नुपर्छ, हामी गराउँछौं, तपाईहरुको साथ चाहिन्छ। नेपाली कांग्रेस पार्टीलाई हामी एउटा यस्तो पार्टीको रूपमा लिएर जान्छौं जुन पार्टी नेपाली समाजलाई दलीयकरण, तीव्र दलीयकरणबाट जसले नेपाली समाजलाई, नेपालको संरचनालाई सबैलाई बाहिर निकाल्छ, राज्यलाई बाहिर निकाल्छ, यो गर्ने हो। दोस्रो, पार्टीको पुनर्संरचना। पार्टीको यत्रो सदस्य छ, 8 लाख सदस्य छ, यत्रा भातृ संस्थाहरू छन्, यत्रा शुभेच्छु संस्थाहरू छन्। तर 24 गते हामीले के महसुस गर्यौं? तब हामी सबैले महसुस गरेका छौं, एक प्रकारको निरीयता महसुस गर्यौं। किन? हाम्रो पार्टी गुट उपगुटमा छत विच्छेद भएको छ, टुक्रा टुक्रा, धुजा धुजा भएको छ। हामीले बनाएको, अब यसलाई हामीले बदल्ने हो। यसको एउटा कारण मैले लामो समयदेखि उठाउँदै आएको छु, हाम्रो पार्टीको सञ्चालनको तरिका छ। हामीले पार्टी जसरी सञ्चालन गर्यौं, पार्टीको विधान जस्तो बनाएका छौं, पार्टीभित्र हामीले तहहरू जसरी बनाएका छौं, यो चाहिँदैन। अब पार्टीका लाखौं सदस्यहरूको बीचबाट पार्टीको नेतृत्व चयन हुने, पार्टीका साथीहरूले छानेको व्यक्ति नै निर्वाचन उम्मेदवार हुने र पार्टीको अनावश्यक नचाहेका संस्थाहरू, यी संस्थाहरू पार्टीसँग जोडेर नराख्ने, त्यसलाई स्वतन्त्र ढंगले चल्न दिने, यति कुरा गर्न सक्यौं भने पार्टी एकैपटक नागरिकतिर फर्कन्छ, पार्टीको सदस्यतिर फर्किन्छ, गुट उपगुटबाट मुक्त हुन्छ र जो आम जनताको बीचमा पार्टीले डोराउन सक्छु भनेर आउँछ त्यसैले पार्टीको नेतृत्व गर्छ। चाहिएको पनि त्यही कुरा हो। हामीले पार्टीभित्र जसरी यो प्याट्रोनेजको एउटा तरिका बनायौं, यसले अहिले सबभन्दा ठूलो समस्याले आज हामी सबैले महसुस गर्यौं। आज हाम्रो घर आगो लाउन आउँदै गर्दा, आज हाम्रो पार्टी कार्यालय आगो लाउन आउँदै गर्दा, आज हाम्रो सभापतिमाथि कुटपिट हुँदै गर्दा हामी सबैले महसुस गर्यौं कि हामी भित्रबाट कति कमजोर र खोक्रो भएका रहेछौं। यसलाई हामी जोड्छौं, बनाउँछौं, तर तपाईहरुको साथ चाहिन्छ। तेस्रो भनेको पार्टीको ले देशलाई देखाउने मार्गचित्र। अब त्यसै पनि हामी अप्ठ्यारोमा थियौं। हाम्रो अर्थतन्त्र बल्ल बल्ल अलि लयमा फर्कन थालेको थियो। 23 र 24 गते जे घटना भयो, सामान्य अहिलेको आकलनहरू हेर्दै गर्दाखेरि पनि अर्को कम्तीमा 4-5 पुरानो अवस्थामा फर्काउन पनि 4-5 वर्ष लाग्छ। खरबौंको क्षति भएको छ। रिकन्स्ट्रक्सन गर्नुभयो, ठूलो महाविपत्ति पछिको जस्तो अवस्था छ। मैले अहिले पनि भने मनहरू जोड्नु छ, भावनाहरू जोड्नु छ, संरचना पनि बनाउनु छ। खरबौं रुपैयाँ चाहिएको छ। स्कुल, हेल्थ, सारा सिस्टमहरू तहस नहस भएका छन्। न्याय प्रणाली, निजी क्षेत्र यति धेरै ठाउँ आक्रमण भएको छ। वैदेशिक लगानी कसरी लिएर आउने, कसरी विश्वास जागृत गर्ने हो, यो विषयका सन्दर्भमा नेपाली कांग्रेस पार्टीले हामी अहिले प्रदेश सरकारमा छौं, जहाँबाट सक्छौं काम गर्छौं, स्थानीय सरकारमा छौं त्यहाँबाट काम गर्छौं, संघको सरकारलाई हामीहरू मद्दत गर्छौं र अब नेपाल अगाडि बढाउने मार्गचित्र के हो, खास गरिकन नौजवानहरूलाई नेपाली कांग्रेसले अफर गर्ने कुरा के हो, हामीले कुन बाटो देखाउँछौं, हामीसँग के योजना छ, हामीले काम गरिरहेका छौं। तर त्यो काम गरेको कुरा अब मैले काम गरे वा मेरो व्यक्तिगत कुराहरू भएन, यसलाई पार्टीको कुरा बनाउनुपर्छ। हामी बनाउँछौं।
तपाईँहरूको साथ चाहिन्छ। र चौथो र अर्को महत्त्वपूर्ण कुरा भनेको अब हामीले हाम्रो पार्टीलाई समुदायतिर फर्काउने हो, नागरिकतिर फर्काउने हो। हामी बसेर पार्टीलाई हामीले आइसोलेट गरेर छुट्टै एउटा साइलोमा चलाएर पार्टी चल्दैन। हामीले त्यही गर्ने गलत काम गऱ्यौँ। अब यसलाई हामीले सच्याउने हो। हामी सच्याउँछौँ, हामी गर्छौँ। तपाईँहरूको साथ चाहिन्छ। पार्टीलाई कम्युनिटीसँग लगेर जोड्ने। हाम्रो पार्टी बनेकै त्यहीबाट हो। हाम्रो पार्टी बनेकै नागरिकहरूको बिचबाट बनेको। आज हामी नागरिकहरू एकातिर, बिचमा हामीले कार्यकर्ताको तह बनाएका छौँ, त्योभन्दा माथि लगेर पार्टीलाई अलग्ग छुट्टै राखेका छौँ। ती सब तहहरू भत्काउनुपर्छ र नागरिकहरूको बिचमा लगेर पार्टीलाई जोड्नुपर्छ। यो कामहरू अब एउटा विधि प्रक्रिया सबैबाट जसरी अहिले चलिरहेको छ यसरी नै चलाउँछु भनेर चल्दैन। एउटा क्रमभङ्ग नगरिकन हुँदैन। कि अहिलेको नेतृत्वबाट यो परिवर्तन सम्भव छ? प्रत्येक पार्टीको साथीले एकपटक मनन गरौँ। सम्भव छैन। अहिलेको संरचनाबाट यो कुरा सम्भव छ? छैन। अहिलेको विधानबाट यो कुरा सम्भव छ? छैन। अहिलेको शैलीबाट यो कुरा सम्भव छ? छैन। यो सबै कुरालाई बदल्ने हो। नेतृत्व बदल्ने, विधान बदल्ने, पार्टीको काम गर्ने तरिका बदल्ने, सारा कुरा बदल्ने अब आजको हाम्रो आवश्यकता हो। हामीसँग कुनै विकल्प छैन। यसका निम्ति हिजो हामीले प्रयत्नहरू गऱ्यौँ, प्रयत्नहरू पुगेन, परिणाम आएन। प्रयत्न त गरेको भने हामीले चित्त बुझाउँछौँ। अब चित्त बुझाउँदैन। अब प्रयत्न गर्ने मात्र होइन, परिणाम ल्याएर छाड्छौँ। तर पार्टीका साथीहरूले एकपटक बुझ्नुपर्छ आज मैले भनेका यी कुराहरू हाम्रो लागि आवश्यक हो कि होइन। हाम्रो पार्टीको शुद्धिकरण, हाम्रो पार्टीको सुदृढीकरण, हाम्रो पार्टीले यो अप्ठ्यारोबाट देशलाई जोगाउन निम्ति हामीसँग हुने कार्यक्रम र समुदायसँग जोडिने कुराहरू, जसबाट नेपाली कांग्रेस पार्टी एकपटक फेरि एउटा जनताको, नागरिकको लोकप्रिय पार्टी बन्छ। हामी आजभोलि भित्रमा पार्टीको केन्द्र समितिको भर्चुअल मिटिङ राख्छौँ, पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्छौँ र त्यस पछाडि अरू कुराहरू सँगसँगै लिएर आउँला भन्दै आउँछौँ। यो 1-2 दिनमा अलिकति सहज भइसके पछाडि तपाईँहरूसँग थप कुराकानीहरू हामीहरू गर्छौँ र यो बिचमा म 77 जिल्ला आउँछु, तपाईँहरूको घरमा आउँछु, तपाईँहरूको जलेको ठाउँमा आउँछु, पार्टी कार्यालय जलेको ठाउँमा आउँछु, सबतिर पुग्छु, तपाईँहरूको बिचमा आउँछु। तर मलाई एउटै कुराको तपाईँहरूको साथ चाहिएको छ। यो पार्टीको पुनर्गठन गर्ने कुरामा साथ चाहिएको छ। यो पार्टीलाई बदल्ने कुरामा साथ चाहिएको छ। हामी सक्छौँ। हेर्नुहोस्, हामी यो पटक पनि हामी धुलोमा पुगेका छौँ। क्रास भएको छ हाम्रो, टुक्रा टुक्रा धुजा भएको छ। खरानी बनाइएको छ, तर उठ्छौँ हामीहरू खरानीबाट आफूलाई खरानी टकटकाएर त्यहीँबाट उठ्छौँ। पहिला पनि उठेको। हिजो मधेस आन्दोलनको बेलामा, हिजो माओवादी आन्दोलनको बेलामा कतिपल्ट हाम्रो साथीहरूको घर जलायो, कतिपल्ट हाम्रो साथीहरू मारिए। मैले पनि सम्झन्छु पार्टी कार्यालयमा आउने एउटा आमा जसको छोरालाई आमाले छोरा मारेको हेर्नुपर्छ भनेर आमाको अगाडि अचानक राखेर छोरा काटिएको छ। त्यो आमा पनि अहिले पनि नेपाली कांग्रेसको कार्यक्रममा जय नेपाल भन्दै आउनुहुन्छ। मैले पनि त्यो मेरो साथी सम्झन्छु जसको आमा र बा दुवैजना मारिए, तर अहिले पनि उनले कांग्रेस कहिले पनि छोडेकी छैन। त्यसैले म पार्टीको साथीहरूलाई आग्रह गर्न चाहन्छु, खास गरी तल्लो तहमा बसेर काम गर्ने साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू कोही विचलित नभइदिनु होला। हामीहरू सम्हाल्छौँ, हामीलाई भरोसा गरिदिनु होला। हामी यसलाई पुरानो भन्नाले जुन बेला हाम्रो पार्टीका संस्थापकहरूले पार्टी बनाउनु हो त्यो बेलाको जस्तो इथोस भएको, त्यो बेलाको जस्तो स्पिरिट भएको, तर नयाँ जेनेरेसनका मुद्दाहरू बुझ्ने, नयाँ जेनेरेसनले भरोसा गर्ने पार्टी हामी बनाउन सक्छौँ। 2046 सालको आन्दोलनको बेलामा जम्मा कक्षा 9 मा थिएँ म। 2048 सालमा जतिखेर पहिलो आम निर्वाचन भयो, नेपाली कांग्रेसको झण्डा बोकेर हिँड्दै गर्दा अहिले जेएनजी आन्दोलनमा सहभागी भएका युवाहरूभन्दा पनि कान्छो उमेरको थिए, तर मलाई नेपाली कांग्रेस झण्डा बोक्दै गर्दा त्यति गौरव लाग्थ्यो। फेरि हामी त्यस्तै बनाउन सक्छौँ। जेएनजीको मात्र होइन, जेन अल्फाले पनि विश्वास गर्ने पार्टी बनाउन सक्छौँ, बनाउने हो। तर यसका निम्ति म फेरि पनि अन्तिम आग्रह गर्न चाहन्छु, अहिलेको अप्ठ्यारो छ, यो अप्ठ्यारोबाट सुरु हामीले सम्हाल्नुपर्ने छ। पहिला यसको संवैधानिक निकास दिनुपर्ने छ। अघि मैले भने जस्तै आयोगहरू बनाएर अहिलेको घटनाहरूको छानबिन गराउनु पर्ने छ। यी घाउहरूमा मलम लगाउनु पर्ने छ। तपाईँ हाम्रो पार्टी कार्यालयहरू पुनर्निर्माण गर्नुपर्ने छ, घरहरू पुनर्निर्माण गर्नुपर्ने छ, सार्वजनिक सम्पत्ति जहाँ ध्वस्त भएको छ, ध्वंस भएको छ, त्यसको पुनर्निर्माणमा सहभागी हुनुपर्ने छ। तर त्यो सँगसँगै पार्टीको पनि पुनर्निर्माण गर्नुपर्ने छ। यसका निम्ति म एकपटक फेरि तपाईँहरू सबैलाई आग्रह गर्न चाहन्छु। मलाई थाहा छ साथीहरू अहिले दुःखमा हुनुहुन्छ, हामीहरूको घर छैन, घर नभए पालमुनि बसेर पनि हामी काम गर्छौँ। हिजो भूकम्पको बेलामा जतिखेर देशलाई चोट लागेको थियो त्यो बेलामा हामी आफ्नो घर छोडेर अरूको घर बनाउन गएको सम्झौँ। हिजो कोभिडको बेलामा आफ्नो परिवारका सदस्यलाई बिर्सेर हामी अरूको घरका सदस्यहरूलाई मद्दत गर्न गएको सम्झौँ। यो नेपाली कांग्रेसको रुट हो। यो बेलामा हामी आफ्नो दुःखमा एकअर्कालाई मद्दत पनि गरौँ, मलम पनि लगाउँ, तर सँगसँगै समुदायसँग जोडिएर त्यससँगै काम गरौँ। त्यसैले यो अहिले जुन साथीहरूलाई मुभमेन्ट गर्न अप्ठ्यारो छ ती साथीहरूले अहिले यतिखेर राज्यका निकायहरूलाई हामीले सहयोग गर्नुपर्छ।
जो साथीहरूलाई जुन ठाउँमा मुभमेन्ट गर्न दिएको छ, आवाज आवत गर्न दिएको छ, म ती साथीहरूलाई अब काममा फर्कन आग्रह गर्छु। पार्टी कार्यालयको पुनर्निर्माण गर्ने कुरामा जुटिनु, सार्वजनिक सम्पत्तिहरू जहाँ ध्वंस भएको छ त्यसको सरसफाई गर्ने, पुनर्निर्माण गर्ने कुरामा कहीँ न कहीँबाट तपाईँहरू जोडिनुहोस्। स्थानीय सरकारमा भएका साथीहरूले फेरि एकपटक सेवाग्राहीहरूलाई जहाँबाट मद्दत गर्नुपर्नेछ, प्रदेश सरकार जसले जहाँबाट अब काम गर्ने वातावरण बन्दै गएको छ ती ठाउँमा काम गर्दै जाने, पार्टीका साथीहरूले पनि जहाँ काम गर्ने वातावरण बनेको छ काम गर्दै जाने र सँगसँगै पार्टी पुनर्निर्माण र पुनर्गठनको सङ्कल्पमा पनि सबै साथीहरू जोडिने कुरा नै आजको आवश्यकता हो। म नेपाली कांग्रेसका महामन्त्रीको रूपमा होइन, म नेपाली कांग्रेसको एउटा सदस्यको रूपमा, तपाईँको साथीको रूपमा पनि यो कुरा तपाईँहरूलाई आह्वान गर्दैछु। पार्टीका अग्रजहरूले पनि यो कुरा बुझिदिनुपर्छ। हाम्रो पार्टी हामी 4 पुस्ताका मानिसहरू छौँ, अझ नयाँ पुस्ताका मानिसहरू जोड्नुपर्ने छ। हामी कोही एक्लैले चलाएर चल्न सक्दैनौँ, हामीले सामूहिक रूपमा चलाउनुपर्छ। आज हाम्रो भित्रका सारा झै झगडा मतमतान्तर सबलाई थाती राखेर पार्टी बदल्ने कुराका सन्दर्भमा, पार्टीभित्रको नेतृत्व बदल्ने, पार्टीको शैली बदल्ने, पार्टीको इमेज बदल्ने कुराहरूका सन्दर्भमा तपाईँहरू सबैले साथ दिनुहुन्छ भन्ने विश्वास राख्छु र दुःखको बेलामा तपाईँहरूसँगै छु भन्ने फेरि एकपटक मेरो भावना राख्दै मेरो कुरा टुङ्ग्याउँछु। सबैलाई हार्दिक जय नेपाल।